गुड मर्निङ नमस्कार सम्पूर्ण महानुभावहरुमा। सर्वप्रथम ह्याप्पी होली 2081 भन्न चाहन्छु। हिजो पहाडी भेगमा बसोबास गरेर मनाउने दाजुभाइ दिदीबहिनीहरुका लागि भने आज तराई क्षेत्रका दाजुभाइ दिदीबहिनीहरुको पर्व, रंगको पर्व, उल्लासमय पर्व होली पर्वको हार्दिक शुभकामना। म चाहिँ आज होली पर्वलाई खास गरी छलेर मलाई एकदमै पहिलेदेखि नै एउटा चासोको विषय, सुन्दा काली लाग्दो विषय, तर पनि हाम्रो पुर्खाहरूले भोगेको विषय, हाम्रा हजुरबाहरूले भोगेको विषय, जहाँ चाहिँ धरानको साँगुरीगढीको उकालो, धारापानीको उकालो हुँदै 3 दिनसम्म लगाएर नुनको भारी बोकेर जबसम्म धरानसँग मात्रै गाडी सुविधा थियो त्यहाँभन्दा माथि जाँदैन थियो पहाडी क्षेत्रमा, एकदमै दुःख कष्टका साथ भाडी बोकेर हामीलाई एउटा नुनको स्वाद, नुनको टेस्ट 1 वर्षमा पुग्ने बनाएर योसम्म ल्याउने हजुरबाहरू हिँडेको एउटा बाटोलाई हेर्ने मौका धेरै इन्ट्रेस्ट थियो र त्यसै अनुरूपमा आज झन्डै 1 घण्टा अहिलेको धरानको एउटा श्रम पार्कबाट झन्डै 1 घण्टाको उकालो यात्रापछि म यो सल्लाघारीको जङ्गलमा आइपुगेको छु। एकदमै कठिन छ। पारिपट्टि के अरे धरानबाट माथि भेडातर्फ चढेका तथा भेडाबाट झरेका गाडीहरूको आवाज सुन्न सकिन्छ। सुनसान छ जङ्गल, एकदमै चैतको आज पहिलो दिन भएको हुनाले रुखका पातहरू देखिँदैन र अहिले सल्लाघारी सालघारी आइपुगेको हुनाले अलिकति थोरै मात्रै हामी देख्न सक्छौँ र पक्कै पनि यो बाटो झन्डै मलाई लाग्छ अझै 40% बाटो अझै बाँकी छ माथि उकालो डाँडा पुग्नको लागि र म यही सन्दर्भमा हिँडिरहेको छु। र फेरि पनि सम्पूर्ण र धरानबाट अर्को कुरा के भन्न चाहन्छु, धरानबाट नजिकैको 2-3 घण्टाको एउटा बाटो वाकिङ गर्नु पर्यो, हाइकिङ गर्नु पर्यो, हिँडेर क्रस हुनु पर्यो भन्नका लागि एकदमै सजिलो बाटो रहेको छ। सुक्खा ठाउँ भएको हुनाले अलिकति पानीका कुराहरू बोक्नुपर्छ र थोरै हिँडाइ पछाडि हामी भेटार पुग्न सकिन्छ। तसर्थ यो एकदमै पूर्वको एउटा सुन्दर सहर, रमणीय सहर धरान पाटना नजिकै, त्यसमा पनि आकर्षक भेटारको एउटा हाइटसँगै रमाइलो गर्ने एउटा ठाउँको रूपमा लिन सकिन्छ र यसलाई एउटा म चाहिँ आज एउटा आनन्द लिने क्रममा, एउटा हिँड्ने क्रममा के रहेछ भनेर बुझ्ने क्रममा छु। र फेरि पनि म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई ह्याप्पी होली भन्न चाहन्छु। हस्, धन्यवाद।